मनोकामनाको रहस्य भाग 9। त्यो बौला जस्तो देखिने युवकले सनातनलाई गौशालाको भण्डारामै छोडेर अलापिन्छ। त्यसपछि सनातन गौशालाबाट बानेश्वरतिर लाग्छ। बानेश्वरतिर जाने क्रममा बाटोमा केही साधुहरू भेटिन्छन्। कहाँ जान लाग्नु भएको भने सोध्छन्। सनातनले कोटेश्वरको दर्शन गर्न जान लागेको भन्छ। त्यसपछि ती साधुहरूले यताबाट जानुस् भन्दै कोटेश्वर जाने बाटो देखाइदिन्छन्। कोटेश्वर जाँदा अलिकति उचाइको ठाउँमा पुगेर सनातन केही क्षण विश्राम गरौँ भनी बाटोको छेउमा विश्राम गर्दै थियो। उसको मनमा एउटा कुरा खेल्छ। धरतीबाट नभए पनि आकाशबाट आउँछन् भगवान। यतिकै सोचेको थियो। काठमाडौँको उत्तरपट्टिको आकाशबाट सयौंको संख्यामा प्यारासुटहरू खसे। आकाशमा लस्करैसँग उडे। ती प्यारासुटहरू नेपाली सेनाका रहेछन्। कस्तो अचम्म, मनले सोच्न भ्याएको छैन। बाहिर दृश्यमा त्यस्तै खालका दृश्यहरू देखिन्छ। सनातन एकछिन त सोचिरहन्छ, के म साँच्चै पागलै भएको हो त? होइन, यस्तो के भइरहेको छ भन्दै सनातन अघि बढ्छ। केही समयपछि कोटेश्वर मन्दिर परिसरमा पुग्छ। मन्दिर परिसरमा परिक्रमा गर्न थाल्छ। परिक्रमा गरेर मन्दिरको अगाडिपट्टि द्वारमा उभिएर प्रार्थना गरिरहेको हुन्छ। त्यसै बेला दुईवटी महिला हेर्दा अत्यन्त सुन्दर, मानौ स्वर्गबाट भर्खरै झरेकी अप्सरा जस्तै। हातमा फूलपाती हाल्ने पूजाको थाली जलको कलश लिएकी, आँखा अत्यन्त चञ्चल मिलिक मिलिक गर्दै हेर्दै। सनातनलाई एउटीले भनिन्, ओ बाबाजी, के छ, मसँग बिहे गर्ने हो। त्यत्तिकैमा पछाडिबाट एउटा सानी बच्ची करिब 5-6 वर्षकी दौडिँदै आएर त्यस महिलालाई ग्वाममा अँगालो हालेर मम्मी मम्मी भनी। तिनीहरू दुवै महिलाहरू पेट मिचिमिची हाँस्न लागे। सनातन लाजले रातो पिरो हुँदै पिपलको बुटा पछाडिपट्टि रहेको कोटेश्वर मन्दिरको पुजारी निवासतिर लाग्यो। करिब 3-4 घण्टा जति पुजारी निवासको छतमाथि शीतल तापेर पुजारीसँग धर्मकर्मका कुरा गर्दै विश्राम गर्दै गर्दा साँझको 5 बजिसकेछ। त्यसपछि कोटेश्वरको पुजारीले भन्न लाग्यो, महाराज, हाम्रो यहाँ त बास बस्ने व्यवस्था छैन। हामी पुजारीका जहान मात्र जसो तसो अटाएर बसेका छौं। परदेशीहरूको लागि केही व्यवस्था छैन। पुजारीले यति भनेपछि सनातनलाई सम्झाउनु पर्ने के थियो र? जुरुक्क उठ्यो, आफ्नो झोला समातेर अगाडि बढ्यो। जाने ठाउँ अन्त कहाँ थियो र? अब जान्छु उनै पशुपतिनाथको शरणमा भनी फर्किन लाग्यो। फर्किँदा